तथा शहरी विकास मन्त्रालयको 36 बजेट आज अर्थमन्त्रीले पेश गरेको ल हेर्नुस् है। यो कुनै आरोपको कुरा होइन, यथार्थको कुरा हो। 286 अर्ब रुपैयाँ अहिले केमा छुटाइएको छ? भौतिक पूर्वाधार तथा शहरी विकास दुईटा मन्त्रालयहरूको यताउति गरेर गर्दा 286 अर्ब छुटाउँदा कर्णाली प्रदेशमा जम्मा 4 अर्ब रुपैयाँ छ। 1 अर्ब नाङ्मोदेखि गमगढीसम्मको कालेपत्रका लागि हैन, जबकि 91 करोड अलरेडी हामीले लगिसकेका बजेट हो योभन्दा अगाडि सरकार बन्नभन्दा अगाडि। अब कर्णालीको रातो किताब आउन बाँकी छ, तर अहिले बजेटमा केपीओलीको सरकार भन्दा पनि कम बजेट आयो। कर्णाली उपेक्षा गरे जस्तो उदाहरणका लागि हामीले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको 36 बजेट आज अर्थमन्त्रीले पेश गरेको ल हेर्नुस् है। यो कुनै आरोपको कुरा होइन, यथार्थको कुरा हो। 286 अर्ब रुपैयाँ अहिले केमा छुटाइएको छ? भौतिक पूर्वाधार तथा शहरी विकास दुईटा मन्त्रालयहरूको यताउति गरेर गर्दा 286 अर्ब छुटाउँदा कर्णाली प्रदेशमा जम्मा 4 अर्ब रुपैयाँ छ। 1 अर्ब नाङ्मोदेखि गमगढीसम्मको कालेपत्रका लागि हैन, जबकि 91 करोड अलरेडी हामीले लगिसकेका बजेट हो योभन्दा अगाडि सरकार बन्नभन्दा अगाडि। अब कर्णालीको रातो किताब आउन बाँकी छ, तर अहिले बजेटमा केपीओलीको सरकार तथा शहरी विकास मन्त्रालयको 36 बजेट आज अर्थमन्त्रीले पेश गरेको ल हेर्नुस् है। यो कुनै आरोपको कुरा होइन, यथार्थको कुरा हो। 286 अर्ब रुपैयाँ अहिले केमा छुटाइएको छ? भौतिक पूर्वाधार तथा शहरी विकास दुईटा मन्त्रालयहरूको यताउति गरेर गर्दा 286 अर्ब छुटाउँदा कर्णाली प्रदेशमा जम्मा 4 अर्ब रुपैयाँ छ। 1 अर्ब नाङ्मोदेखि गमगढीसम्मको कालेपत्रका लागि हैन, जबकि 91 करोड अलरेडी हामीले लगिसकेका बजेट हो योभन्दा अगाडि सरकार बन्नभन्दा अगाडि। अब कर्णालीको रातो किताब आउन बाँकी छ, तर अहिले बजेटमा केपीओलीको सरकार भन्दा पनि कम बजेट आयो। कर्णाली उपेक्षा गरे जस्तो उदाहरणका लागि हामीले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको 36 बजेट आज अर्थमन्त्रीले पेश गरेको ल हेर्नुस् है। यो कुनै आरोपको कुरा होइन, यथार्थको कुरा हो। 286 अर्ब रुपैयाँ अहिले केमा छुटाइएको छ? भौतिक पूर्वाधार तथा शहरी विकास दुईटा मन्त्रालयहरूको यताउति गरेर गर्दा 286 अर्ब छुटाउँदा कर्णाली प्रदेशमा जम्मा 4 अर्ब रुपैयाँ छ। 1 अर्ब नाङ्मोदेखि गमगढीसम्मको कालेपत्रका लागि हैन, जबकि 91 करोड अलरेडी हामीले लगिसकेका बजेट हो योभन्दा अगाडि सरकार बन्नभन्दा अगाडि। अब कर्णालीको रातो किताब आउन बाँकी छ, तर अहिले बजेटमा केपीओलीको सरकार